हेलो साथीहरू, आज म दमौली जान रेडी भइसकेँ। जस्ट रमाइलोको लागि नि भ्लग बनाउँदैछु। सबैले माया गरिदिनु होला है। थाहा छैन आजको दिन कस्तो हुनेछ, तर एक्लै भए पनि इन्जोय गर्दै जानेछु। गाइज, मेरो म्याजिक पनि आइसक्यो। अब मेरो यात्रा सुरु भयो। हजुरहरू पनि हेरेर इन्जोय गर्नु होला है त। फाइनली गाइज, म पोखरा बस पार्क पुगेर बसमा पनि चढेँ। तर दुःखको कुरा के भने नि साथीहरू, मुक्लिनको पहिरोले गर्दा 5 घन्टाको जाममा बस्न पर्यो भने। जाममा बस्दा बस्दा पानी पनि पर्यो, तर केही छैन, अब त जाम पनि त खुलिहाल्यो नि। जाम खुलेपछि त फेरि पानी पनि पस्यो। पानी परेपछि त बाहिर कस्तो राम्रो रमाइलो भने राम्रो देखेको। मुक्लिन पुगेपछि बस एकछिन रोकेको थियो कि मैले खाजाको लागि मेरो फेभरेट बनाना र करेन्ट चिज बल लिएर आएँ। चिज बल त कति मिठो। तपाईँहरू पनि खाने भइदिन्छु, खानुहुन्छ? सरी तर दिन्न, यति त मलाई चाहिहाल्छ नि। भोकै त हिँडेको छु, बिहानबाट केही खाएको छैन। केरा त झन् भन्नै पर्दैन, कति मिठो। आनन्दले चपाइदिएको रे हे। खाजा खाएपछि चाहिँ मैले छोटो मात्र भिडियो बनाएँ। अनि दमौली पुगेपछि बाबाबाट मेरो भेट भयो। बेसरी गर्मी थियो अनि बाबाले तिमी के खान्छौ भनेर सोध्नु थियो। मैले आइसक्रिम खान्छु भने बाबाले चाहिँ लप्सी खानुभयो। मैले चाहिँ आइसक्रिम खाएँ। कति मिठो थियो आइसक्रिम। मैले धेरै चिसो खानेकुराहरू त खान हुँदैन कि, तर के गर्नु, मनले चाहेपछि त खान मन लागिहाल्छ, रोक्नै सक्दैन। खाएपछि बाबा आफ्नो साथी पुलिस अङ्कलहरूसँग गफ गर्दै हुनुहुन्थ्यो। मैले मेरो छोटो भिडियो लिएँ। त्यसपछि बाबा र म दिदीको घर गयौँ। दिदीको घर गएपछि दिदीको छोरी नक्कलीसँग मेरो भेट भयो। अनि सुरु भयो हाम्रो राम कहानी। जाने बित्तिकै आराम गर्न पनि दिँदैन क्या फुच्चीले त। दिदीलाई प्यारी बनाइदिन्छु भन्दै मेकअप पो गरिदिन्छ त बा। तपाईँहरू फेरि सोच्नु होला कि दिदीको छोरीले कसरी दिदी पर्यो भनेर। साइनोले त आन्टी हो कि, तर मायाले मलाई दिदी भनेर बोलाउँछिन्। नानीले क्युट बनाइदिएपछि नानीलाई 2 हात जोडेर धन्यवाद नानी भनेको त खुसीले गदगद भएर मेरो हात त गालामा थपथप गर्छ क्या नानीले अझ। अनि नानीको र मेरो लागि मैले कुरकुरे लगेको थिएँ। अब त मेकअप पनि सकियो दिदी, कुरकुरे खाम है। राति सुत्ने बेलामा कुरकुरे खान हुँदैन भनेको, नाइ खाम भनेकै नानीले। हुँदैन, सुत्ने बेलामा जङ्क फुड खान हुँदैन भनेर बल्ल मनाएँ। अनि नानीले हुन्छ त नि, उसो भए प्याक गरेर राख्छु भनेर प्याक गर्न थालिन्। नानीले अनि कुरकुरे प्याक गरेपछि मेरो पालो आयो कि नानीले क्युट बनाउनका लागि। त्यसपछि मैले शिरबन्दी मात्र के लगाइदिएको थिएँ, नानीले मलाई कहाँ बताउनु। हजुरले भन्दा त मै आफैलाई आउँछ कि क्युट हुन त, मै आफै लाउँछु लिपस्टिक पनि रे। अनि आफै लिपस्टिक लगाएर कति क्युट देखेको है दिदी रे क्या। साथीहरू, त्यसरी नै गयो मेरो त्यो दिन। त्यसको भोलिपल्ट बिहानै घर आउनका लागि रेडी हुँदै थियौँ बाबा र म। अनि दिदीले चिया बनाइदिनु भयो। उठ्ने बित्तिकै भिडियो बनाएको, कस्तो आँखा सुन्नेको आगो नराम्रो देखेको। चिया खाँदै गफ गऱ्यौँ। अनि घर आउने बेलामा मैले एउटा भिडियो बनाएको, कस्तो अनक्लियर देखेको, त्यही नै म त अपलोड गरिदिएँ, केही छैन। साथीहरू, मेरो ब्लग यति नै। अन्तिमसम्म हेरिदिनु हुने सबैजनालाई धेरै धेरै धन्यवाद। फेरि अर्को ब्लगमा भेटौँला। बाई बाई।